जीवनको सबैभन्दा ठुलो लडाईँ आफैसँग हुन्छ, त्यसलाई जित्नुहोस् र संसार तपाईँको कदममा हुनेछ। जय श्री राधे। म ज्योतिष तथा वास्तु रिसर्च लेखनाथ उस्ती। अब केही समयपछि असोज 28 2082 यानि कि 13 जुलाई 2025मा कर्म फलदाता न्यायका देवता शनि ग्रह मार्गीबाट बक्री हुँदैछन् र असोज 28 2082 देखि मङ्सिर 12 2082 सम्म शनि बक्री अर्थात् रेट्रोगेट रहनेछन्। म यहाँ तपाईहरुलाई सबै कुरा विस्तृत रूपमा बुझाउन गइरहेको छु। तपाईहरुलाई बक्री के हो भनेर स्पष्ट रूपमा बुझाउने छु, जसले पहिले कहिल्यै देख्नु भएको वा नबुझ्नु भएको हुन सक्छ। अब शनि ग्रह जब बक्री हुन्छन्, यो भिडियो मेष राशिका लागि विशेष छ। मेष राशिको जीवनमा यसले कस्तो परिणाम ल्याउनेछ, कस्तो प्रभाव पार्नेछ, सकारात्मक कि नकारात्मक। हाल मेष राशिमा शनिको 7.5 पनि चलिरहेको छ र यो पहिलो चरणमा छ। त्यसमाथि अब असोज 28 2082 मा शनि ग्रह बक्री हुँदैछन्। परिवर्तनहरू त्यसैले कस्ता कस्ता आउँदैछन्, कस्ता परिवर्तन आउन सक्छन्, हामी यहाँ तपाईलाई विस्तृत रूपमा छलफल गर्नेछौँ। अब सबैभन्दा पहिला यो बुझौँ कि यो बक्री के हो। ब्रह्माण्डमा 360 डिग्रीको एक भचक्र हुन्छ। सबै ग्रहहरू सूर्यको परिक्रमा आफ्नो गतिमा गर्छन्। उदाहरणका लागि तपाईहरु आफ्नो गतिमा हिँड्नुहुन्छ, त्यसै गरी सबै ग्रहहरू आफ्नो गतिमा सूर्यको परिक्रमा गर्छन्। जब कुनै ग्रह सूर्यबाट डिग्रीको हिसाबले निश्चित दूरी बनाउँछ, तब त्यो ग्रह बक्री हुन्छ र केही समयसम्म बक्री रहन्छ। बक्रीको अर्थ यो होइन कि ग्रह उल्टो भयो वा उल्टो हिँड्न थाल्यो। वास्तवमा यस्तो हुँदैन। ग्रहले आफ्नो गति जसरी चल्नुपर्ने हो त्यसरी चल्न सक्दैन र त्यसलाई रेट्रोगेट भनिन्छ। यस्तो लाग्छ कि ग्रह उल्टो हिँडिरहेको छ, तर यो वास्तवमा ढिलो हुन्छ, तर यसको प्रभाव भने निकै फरक तरिकाले देख्न सकिन्छ। अब मेष राशिको कुरा गरौँ। यो तपाईहरुको नम्बर 1 राशि हो। मेष राशिको 12औं घरमा शनि बसेका छन्। सबैभन्दा पहिलो यो 12औं घरलाई बुझौँ। यो घर विदेशसँग सम्बन्धित छ। 12औं घरलाई खर्चको घर पनि मानिन्छ। 12औं घरलाई त्रिक भाव, रोगको भाव र मोक्षको भाव पनि भनिन्छ। तपाईहरुको हातबाट जे जति कुराहरू निस्कन्छन्, जे जति कुराहरू टाढा जान्छन्, ती सबै 12औं घरसँग सम्बन्धित हुन्छन्। तपाईहरुको घरबाट धेरै टाढा जानु, विदेश जानु, धेरै टाढा निस्किनु त्यो 12औं घर हो। तपाईहरुको हातबाट पैसा निस्किनु, कुनै पनि चीज निस्किनु त्यो 12औं घर हो र यो मोक्षको पनि घर हो। अब यहाँ शनि तपाईहरुको 12औं घरमा बसेका छन्। तपाईहरुको 7.5 को पहिलो चरण चलिरहेको छ। जब असोज 28 2082 मा शनि बक्री हुन्छन्, तब यसले केही हदसम्म यहाँको र एक घर पछिको पनि परिणाम दिन थाल्छन्। सबैभन्दा पहिलो असोज 28 देखि मङ्सिर 12 2082 सम्म तपाईहरुको बोलीमा जिद्दीपन बढ्न सक्छ। यसले तपाईहरुको परिवार, प्रेम सम्बन्ध र वैवाहिक जीवनमा केही परिवर्तन देखिनेछ। यो अलि बढी नकारात्मक हुन सक्छ, किनभने शनि यहाँ 12औं घरमा बक्री हुँदैछन्। शनिको बक्री अवस्थाले बोलीमा जिद्दीपन ल्याउँछ, जसले परिवार, प्रेम सम्बन्धमा तर्क वितर्क हुन सक्छ। त्यसैले तपाईहरुले यो कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ। यहाँ शनि तपाईहरुको 10औं र 11औं घरका स्वामी हुन् र 12औं घरमा बसेका छन्। धेरै जसो व्यक्तिहरूले आफ्नो काम गर्ने तरिका, आफूलाई परिवर्तन गर्ने वा कामको ठाउँमा परिवर्तन देख्नुहुनेछ। असोज 28 देखि मङ्सिर 12 2082 सम्म तपाईहरुको आफ्नो कार्यस्थलमा परिवर्तन, आफूमा परिवर्तन, स्थानान्तरण वा कुनै न कुनै परिवर्तन अवश्य देख्नुहुनेछ र यो परिवर्तन सानो वा ठुलो दुवै हुन सक्छ, तर परिवर्तन भने अवश्य हुन्छ। अब शनि 10औं घरका स्वामी भएर 11औं घरमा बक्री भएर बसेपछि यदि तपाईहरु विदेश जाने योजना बनाइराख्नु भएको छ कि म यो वर्ष विदेश जाँदैछु, जान चाहन्छु र म योजना बनाइरहेको छु, अब यहाँ सबैका लागि कुरा गरिएको छैन, तर ती व्यक्तिहरुका लागि यो विशेष कुरा गरिरहेको छ कि जो विदेश जान चाहनुहुन्छ, यो समय तपाईहरुको लागि विशेष हो। शनि तपाईहरुको विदेशसँग सम्बन्धित स्थानमा बक्री हुँदैछन्। तपाईहरुलाई निश्चित रूपमा केही अवसरहरू अवश्य प्राप्त हुनेछ। कुनै न कुनै तरिकाले तपाईहरुको अगाडि यस्ता अवसरहरू आउन सक्छन् कि 60 देखि 70% सम्भावना अवश्य बन्छ। यदि तपाईहरुको कुण्डलीमा विदेशको योग छ भने यो समयले तपाईलाई समर्थन गरेको छ। शनिको 7औं दृष्टि तपाईहरुको 6औं घरमा पर्नेछ। जब शनिको दृष्टि तपाईहरुको 6औं घरमा पर्छ, तपाईहरुलाई एउटा कुरा विशेष गरी मेष राशिका व्यक्तिहरुलाई कि जहाँ कुनै पनि प्रकारले राजनीतिक चलिरहेको छ, जहाँ कुनै गलत काम वा गैर परम्परागत कार्यहरू भइरहेका छन्, तपाईहरुले त्यसबाट धेरै टाढा रहनुपर्छ। नत्र अरूले गरेको गल्तीमा तपाईहरु पनि फस्ने सम्भावना ज्यादा बनिरहेको छ, किनभने तपाईहरुलाई 7.5 चलिरहेको छ र यो 30 वर्षपछि आउँछ। तसर्थ यो कुरामा विशेष
ध्यान दिनुहोस्। शनि बक्रीले तपाईहरूको भाग्य स्थानलाई पनि हेर्नेछ। तपाईहरूले धेरै परिवर्तन ल्याउनेछ र नयाँ कुराहरू प्रयास गर्नुहुनेछ। नयाँ विचारहरू मनमा आउनेछन्। लामो यात्राहरू बढ्नेछन्। आध्यात्मिक यात्राहरू पनि बढ्नेछन्। प्राविधिक कुराले तपाईहरूलाई केही समस्याहरू ल्याउन सक्छ, चाहे त्यो तपाईहरूको घरमा मेसिनसँग सम्बन्धित होस् वा इलेक्ट्रोनिक सामानसँग सम्बन्धित होस् वा तपाईहरू प्राविधिक क्षेत्रमा काम गर्नुहुन्छ भने त्यहाँ केही खराबी वा परिवर्तन देख्न सकिन्छ। शनि तपाईहरूको 10औं घरका स्वामी भएर 12औं घरमा बक्री छन्। जिम्मेवारीहरू बढ्नेछन्। आर्थिक वृद्धि हुनेछ। करियरमा परिवर्तन आउनेछ। कहिलेकाहीँ सानातिना तर्क वितर्क पनि देखिनेछ, त्यसमा विशेष ध्यान दिनुपर्ने हुन्छ। यदि तपाईहरू व्यापार, सम्पत्ति, फलाम वा सुनसँग सम्बन्धित कुरा गर्न चाहनुहुन्छ भने हतारमा निर्णय नगर्नुहोस्। शनिको 9औं घर भाग्यस्थानमा दृष्टि छ, जसले ढिलाइ भए पनि सफलता अवश्य दिलाउन सक्छ। यहाँ दुई कुरा छन्। यदि तपाईहरूको जन्मकुण्डलीमा शनि राम्रो छन् भने यो 7.5 र बक्री शनिले नराम्रो परिणाम दिँदैन। शनि कर्मका ग्रह हुन्। तपाईहरूको कर्म अनुसार फल दिन्छन्। तर यदि तपाईहरूको कुण्डलीमा शनि कमजोर वा नीच छन् भने यसले तनाव, चिन्ता र खर्च बढाउन सक्छ। अर्थ तपाईहरूको जन्मकुण्डलीमा शनिको स्थान कस्तो छ त्यो निकै महत्त्वपूर्ण छ। सामान्य रूपमा शनि बक्री हुँदा तपाईहरूको लामो यात्राहरू बढ्नेछन्। कुनै पनि कुराहरू हतार नगर्नुहोस्। सम्बन्धमा, चाहे प्रेम, वैवाहिक वा पारिवारिक, बोल्नु अघि सोच्नुहोस्। यदि तपाईहरू करियरमा परिवर्तन ल्याउन चाहनुहुन्छ भने करियरमा परिवर्तन आउनेछ। प्रोफाइल परिवर्तन हुनेछ। स्थानान्तरणको सम्भावना बनेको छ। विदेश जान चाहनेहरूका लागि यो योग एकदमै राम्रो हो। नयाँ मेसिन वा प्राविधिक कुराहरूमा वृद्धिको राम्रो योग छ। अब विशेष गरी मेष राशिका जातकहरूलाई 7.5 र यो वक्र शनिको दृष्टिबाट सहजता पाउनको लागि के उपायहरू अपनाउन सकिन्छ, यी विषयतिर चर्चा गरौँ। दैनिक हनुमान चालिसा पाठ गर्नुहोस्। शनिको बीज मन्त्र जप गर्नुहोस्। यदि तपाईहरूको कुण्डलीमा शनि कमजोर छ भने काला वस्तुहरू, कालो वस्त्र, कालो दाल वा काला चिजहरू दान गर्ने गर्नुहोस्। उदाउँदो सूर्यलाई जल चढाउनुहोस्। यति भन्दै यो सामग्री हजुरहरूलाई पक्कै पनि उपयोगी बन्यो होला। भिडियो कस्तो लाग्यो? भिडियोलाई लाइक गर्न नभुल्नु होला, सेयर गरिदिनु होला। साथसाथै च्यानललाई सब्सक्राइब गर्न अझसम्म भ्याउनु भएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला। फेरि पनि आगामी दिनमा यस्तै विशेष जानकारीमूलक भिडियोहरू लिएर पुनः उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मको लागि आज्ञा दिनुहोस्। जय श्री राधे, जय शनिदेव।